यो भिडियोमा देखिराखेका एकजना हर्क साम्पाङ जो सरम संस्कृति पार्टीका प्रमुख हुन् र अर्को खगेन्द्र सुनुवार जो हाम्रो पार्टी नेपालका चाहिँ संयोजक हुन् अथवा प्रमुख हुन्। उहाँहरू दुवैजनाले आज हर्क साम्पाङले चितवनमा आफ्नै पार्टीको कार्यक्रममा भाषण गरिराखेका छन् भने खगेन्द्र सुनुवारले नक्खु कारागार जेलबाट रवि लामिछानेलाई भेटेर आइसकेपछि प्रतिक्रिया दिएका छन्। उहाँहरूको कुरा सुन्नुहोस् कस्तो छ, कस्तो लाग्छ, आफ्नो प्रतिक्रिया र आफ्नो विचार राख्न भने कमेन्टमा नभुल्नु होला। पहिला उहाँहरूको यो कुरा सुनौँ है त। अब नेता भन्ने बित्तिकै त्यो नेताको परिभाषा पनि हुन्छ होला नि त कि त्यतिकै हावामा 2 घण्टा भाषण गर्दैमा एउटा पार्टीको झण्डा बोक्दैमा नेता भइन्छ र भनेको है। त्यसले गर्दाखेरि त्यो नेता भन्ने बित्तिकै उसलाई गन्तव्य थाहा हुनुपर्छ है। ऊ एउटा कुशल चालक जस्तो पनि हो। जस्तै चितवनबाट हामी काठमाडौँ जान्छौँ गाडी चढेर, भरे चालकलाई कहाँ बाटै थाहा छैन, उता धरान पुर्याइराखेको हाँसौँ न एकचोटि। त्यस्ता खालको मान्छेलाई नेता सम्झेर हुन्छ? नहुने कुरा। त्यसो भएको कारणले गर्दाखेरि नेतालाई गन्तव्य थाहा हुनुपर्छ है, बाटो थाहा हुनुपर्छ। फेरि यो केही थाहा नभएको मान्छेलाई नेता सम्झेर नेपाली जनताले भुल गरिरहेको छ। अनि त्यस्ता मान्छेहरूले चाहिँ हिँडाउनु चाहिँ हिँडिरहन्छ, तर मर्निङ वाक मात्रै गरिरहन्छ। मर्निङ वाकको कुनै गन्तव्य हुन्छ? ट्रेडमिल भन्छ हिजोआज होइन। अब काम गर्ने मान्छे फुर्सद पनि भएन के भन्छ, त्यसले गर्दाखेरि त्यो यस्तो गरेर हिँडेकै गर्छ, पसिना आइराखेको छ तर कहीँ पुगिन्छ। नेपालको यात्रा त्यस्तै भयो आदरणीय दाजुभाइ दिदीबहिनीहरू है। त्यस्तै खालको यात्रा भयो। हिँडाको छ तर मर्निङ वाक मात्रै हिँडेको, जता जाँदा पनि भयो, आउने त भरे घुमेर त्यहीँ हो। नेपाल कहीँ पनि नपुग्नुको कारण यो छ। त्यसो भएको कारणले गर्दाखेरि दृष्टिकोण भएको मान्छेलाई नेता सम्झने गर्नुहोस्, भिजन भएको मान्छेलाई नेता सम्झने गर्नुहोस्, गन्तव्य थाहा भएको मान्छेलाई नेता सम्झने गर्नुहोस् र त्यो गन्तव्यसम्म पुग्नका लागि बाटो थाहा भएको मान्छेलाई नेता सम्झनुहोस् र इमानदार मान्छेलाई नेता सम्झनुहोस्। गगन थापाहरूले जसरी नियोजित ढङ्गबाट, जसरी स्क्रिप्ट लेखेर नियोजित ढङ्गबाट रवि लामिछानेलाई जेलभित्र कोचेर राख्ने, जेलभित्र थुनेर राख्ने चाहिँ खालको प्रपञ्च भयो। सभापति शेरबहादुर देउबाको श्रीमती आरजु देउबालाई झापड हान्ने मान्छेहरू नै पनि गगन थापाका केटाहरू हो। म तपाईँलाई आज यति पनि भनिदिउँ यहाँबाट, ती हान्ने केटाहरू अझै दलित समुदायका केटाहरू हुन्। तिनीहरू आएर मलाई भनेका छन् कि हिजो चाहिँ गगन थापाले पठाएर गएर हामीले मान्छे पिट्यौँ, तर आज हामीलाई बचाइदिनु पर्यो त, हामीलाई मान्छे खोजिरहेका छन् भन्ने। यदि कोही मान्छे भित्र बसिदिएर रवि लामिछानेलाई छोड्न मिल्छ भने म पनि निर्वाचन आयोगले सर्टिफिकेट दिएको एउटा पार्टीको सभापति हुँ। म भित्र बसेर रवि लामिछानेलाई छोड्दिन मिल्छ भने म रवि लामिछानेको ठाउँमा गएर जेलमा बस्न तयार छु। विशेष गरी कङ्ग्रेस